र यो वाला क्वेसन चाहिँ अलिकति धेरै पनि सोधेछ है, अनि हामीलाई बुझ्नु जरुरी पनि छ है। सो एंगल अफ सेन्टर इज डबल अफ इन्स्क्राइब्ड एंगल स्ट्यान्डिङ अन द सेम आर्क अफ द सर्कल रे। भनेको मतलब चाहिँ एबी एउटा आर्क छ, एबी मा एओबी पनि बनेको छ, एसीबी पनि बनेको छ भनेदेखि एओबी इक्वल टु 2 टाइम्स एसीबी प्रुभ गर्नु पर्यो रे हामीलाई। और अर्को के भने सोध्न सक्छ, एसीबी इक्वल टु हाफ अफ एओबी, त्यो प्रुभ गर्नु पर्यो हैन। त्यसपछि गिवन लेखौं जो ओ इज द सेन्टर अफ द सर्कल हैन, अनि पछि यो भनेको सेन्ट्रल एंगल भयो, यो भनेको इन्स्क्राइब्ड एंगल भयो, त्यो लेख्ने। टु प्रुभ के प्रुभ गर्नु पर्ने त्यो लेख्ने, अनि पछि प्रुफ गरेर स्टेटमेन्ट्स र रिजन भनेर यसरी एउटा टेबल बनाइयो हैन। एंगल एओबी इक्वल टु आर्क एबी भन्यो, किन भन्दाखेरि सेन्ट्रल एंगल इज इक्वल टु द डिग्री मेजर अफ इट्स करेस्पोन्डिङ आर्क हैन। अनि अर्को भनेको एसीबी जुन चाहिँ इन्स्क्राइब एंगल छ, एसीबी इक्वल टु हाफ अफ आर्क एबी, इन्स्क्राइब एंगल इज हाफ अफ द डिग्री मेजर अफ इट्स करेस्पोन्डिङ आर्क भयो हैन। अब दुईटैबाट के गर्न सक्यो हामीले, एबी एबी लाई फ्रम 1 and 2 के गर्न सक्यो, एओबी इक्वल टु 2 एसीबी गर्न सकियो, अनि यो 2 उता गयो भने के हुन्छ, हाफ एओबी हुने भयो। सो फ्रम 1 and 2 भनेर लेखियो, अनि हेन्स इट इज प्रुभ दैट एंगल एट सेन्टर इज डबल अफ द इन्स्क्राइब एंगल स्ट्यान्डिङ अन सेम आर्क अफ द सर्कल। सो यसरी चाहिँ हामीले गर्न सक्छौं है। यो चाहिँ अलिकति धेरै पनि सोधेको छ, अनि यो बुझ्नु पनि जरुरी छ। अब यस्तो टाइपको थ्योरमहरुमा चाहिँ तिमीले बुकको वर्कआउट एक्जाम्पलहरु हेर्न सक्छौ हैन, अनि नत्र मोडल सेट बुकबाट प्र्याक्टिस गर्न सकियो है त।